8 क्लास पढ्दै थिएँ पढ्दा मलाई चाहिँ नि हेड सरले आएर कुट्नु भयो कुटेपछि मेडवाला पनि बडाङ्गे दिइहाल्यो दिएपछि अब सरले मलाई रेस्टिकेट भएपछि अब भदौमा कुटाकुट भयो रेस्टिकेट भयो अब त्यतिखेर के थियो भन्दाखेरि मुङसिरमा नयाँ क्लास सुरु हुन्थ्यो यता पथरीमा ल्याएर हाल्नुभयो सुनपकुवा माध्यमिक विद्यालय भन्ने थियो जेठमा फेरि ठुलो जाँच आइहाल्यो उहाँ 8 क्लासमा पढ्दै आधी सकिएपछि कुटाकुट भइगयो फेरि 8मै सुरु गर्नु पर्यो यता आएर 8मा अब सुरु गरियो हेर्नुहोस् एसके सर पढाइ अर्काको ठाउँ अब के भयो तपाईँलाई थाहा छ जेठमा त जाँच आयो सानो जाँच 40 मार्क पास मार्क एक फुल मार्क 13 मा पास अब लेख्नलाई मस्टु आउँदैन मलाई खैनी खानदेखि पढ्तिर केही आउँदैन थियो त्यतिखेर सत्य कुरा यही अब के गरेँ भन्दाखेरि मैले अब यो कसरी यसलाई चाहिँ अब यो सालको जाँच चाहिँ कसरी पार लाउने भनेपछि हामी पढ्ने ठाउँमा एकजना सुकुम्बासीको छोरो भेषराज चामलागाई भन्ने चाहिँ भर्खर एसएलसी डिस्टिङसन गरेको थियो मोरङ जिल्लाको टप उसलाई मैले 50 रुपियाँ पैसा दिएर त्यो जाँच लेख्ने काममा लगाएँ लिएर गएँ भेषराज चामलागाईलाई लिएर गएँ मेरो काम के भयो भन्दाखेरि क्वेसन पेपर र त्यो आउट गर्ने छ उ गर्ने अब तपाईँलाई हेर्नुहोस् है सर अब दोस्रो पहिलो पिसा फेर्न जाँदा क्वेसन आउट पेपर आउट दोस्रो पिसा फेर्न जाँदाखेरि इन अब पट्याएर पनि ल्याउनु भएको छैन यस्तो गऱ्यो बिस्तारै मिलाएर गरियो मैले त्यो सालको जाँच सबै सकिसकेपछि अब भोलिपल्ट रिजल्ट भयो नि त रिजल्ट हुँदाखेरि के भयो त मलाई थाहा छ के भयो इङ्ग्लिसमा 39 आएको 40 फुल मार्क 39 हिसाबमा 38 सबै विषयमा 35 देखि माथि अब त्यहाँ क्लासमा त अघि फर्स्ट सेकेन्ड थियो नि तिनीहरूलाई टेन्सन भयो कि भएन ती क्लासमा हेर्नुहोस् है तपाईँलाई मान्छेको रिस गर्छ यहाँ हाम्रो माधवजीले भन्नुहुन्छ कुकुरको रिस गर्ने कुकुर हुन्छ नि बिरालोको रिस गर्ने बिरालो हुन्छ मान्छेको रिस गर्ने मान्छे हुन्छ त्यही क्लासमा पनि फर्स्ट भाइहरू मेरो रिस गर्न थाले अब मलाई यिनीहरूलाई के थाहा छ मेरो जाँच भेसेले लेखेको भन्ने थाहा छ त अब मलाई सिक्न आयो भने कति पिट्छ मैले तर्केर अब ठुलो जाँच आयो ठुलो जाँच आइसकेपछि मैले के गरेँ भेसे कलेज पढ्न गइगयो अब कहाँ 50 त्यतिखेर 50 रुपियाँ भनेको अहिलेको 5 लाख जस्तो होइन भेसे कलेज पढ्न गइगयो भेषराज चामलागाई मसँगै पढेको यो अहिले यो वीर हस्पिटलको त्यही क्लासमा वीर हस्पिटलको भिसी भएको छ भूपेन्द्र बस्नेत अतिको मेरो क्लासमेट हो मैले अस्ति भनेको ठुलो मान्छे भयो होइन तिमी भनेर भनेको अब भेसे गइगयो क्लास पढ्न अब ठुलो जाँच आयो नि त ठुलो जाँचमा गएर अब सरले ठ्याक्कैसितले लेख्नु उ गरेर नाम लेखेर जिम्मा लगाइने अनि तैँले जाँच किन नलेखेको भन सरलाई त भन्ने कुरो होइन नि भेसे बाहिर गयो अब आउँदैन भनेर अनि मैले भने अस्ति मेरो सर इङ्ग्लिसमा 39 आइरहेछ मलाई चाहिने 32 मलाई 7 मार्क बढी भइरहेछ त्यो बरु अर्कालाई दिएर पास गरिदिनुहोस् तपाईँ मलाई 32 ले पास हुन्छ म किन जाँच लेख्नु किन मलाई पढ्नु नै थिएन यहाँको शिक्षा पढेको थियो भने यतिखेर मैले कोरियन भाषा सिकेर कोरिया जानु पर्थ्यो बुझ्नुभयो कोरियन भाषा सिकेर यो पढाइ हो नेपालको यो पढाइलाई पढाइ भन्नुहुन्छ तपाईँहरू म घरमा 2-2वटा 3-3वटा डक्टर पढाउने मान्छे मलाई थाहा छैन यहाँको पढाइ कस्तो हो भनेर मैले अघि भने त नेपालमा पहिलोचोटि हिन्दू विश्वविद्यालय भन्छ दुर्गा प्रसादले बनाउँछ त्यसको भूमि पूजन गर्नलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आउँदै हुनुहुन्छ ल भूमि पूजन गर्न बुझ्नुभयो कुरा त्यहाँ पुगेको छ